भर्खरै बितेको फागुन 21 गतेको निर्वाचनमा मलाई मेरो क्षेत्रवासी पर्सा जिल्ला क्षेत्र नम्बर 4 का आम मतदाता दाजुभाइ तथा दिदीबहिनीहरूले मलाई जुन किसिमको एउटा उत्साहका साथ बहुमत, स्पष्ट बहुमत र अमूल्य मत मलाई जसरी दिनुभयो र मलाई विजय गराउनुभयो, त्यो ऐतिहासिक रूपमा आजसम्म यो 35 वर्षको निर्वाचनको दौरानमा यति ऐतिहासिक निर्वाचन, यति मत अन्तरको विजय आजसम्म पहिलो रेकर्ड बनेको र यो रेकर्डेड जुन मत अन्तरको मैले विजय प्राप्त गरेको छ। यस अर्थमा सम्पूर्ण तमाम क्षेत्रवासी सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरूमा म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, शुभकामना दिन चाहन्छु र प्रतिबद्ध पनि गर्न चाहन्छु। तपाईहरूले जुन सोच, जुन विचार, जुन सपना राखेर मलाई मतदान गर्नुभएको छ, त्यो तपाईहरूको विश्वास र भरोसालाई कहिले पनि टुट्न दिने छैन र आगामी दिनमा तपाईहरूको सपनालाई कहिले पनि टुट्ने छैन। जसरी हामीले एउटा परिवर्तनको नारा लिएर जनता माझमा गएका थियौँ, आम मतदाता बीचमा गएका थियौँ, ती भरोसाहरूलाई जसरी हामीले तपाईहरूसँग चाहिँ समाजको परिवर्तन, यहाँको राजनीतिक परिवर्तन र देशको परिवर्तनको खाका लिएर हामी जसरी गयौँ, त्यो अभियानमा हामी कहिले पनि पछि पर्ने छैन र तपाईले देखिने गरी, सुनिने गरी, बुझ्ने गरेर हामीले यो परिवर्तन लागि अब यो केही दिनपछि मेरो काठमाडौँको जुन के अरे तपाईको शपथ ग्रहण पश्चात जुन किसिमको अभियान हामीले सुरु गर्छौं, त्यो अभियानदेखि हामीले हाम्रो क्षेत्रलाई अगाडि बढाउने सवालमा, आम नागरिकलाई अगाडि बढाउने सवालमा हामी अगाडि बढ्नेछौँ र तपाईहरुसँग गरेको प्रतिबद्धता कहिले पनि टुट्न दिने छैन र त्यस अर्थमा अन्तमा फेरि पनि तमाम आम मतदाताहरूलाई फेरि पनि विशेष धन्यवाद दिन चाहन्छु। जसले मलाई मतदान गर्नुभयो, जसले गर्नु भएन, तमाम एउटै कितामा राखेर, एउटै तुलोमा राखेर मैले तपाईहरुको सम्मान, उच्च सम्मानका साथ तपाईहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, धेरै धेरै बधाई दिन चाहन्छु, शुभकामना दिन चाहन्छु। धन्यवाद, नमस्कार।